Hey guys and welcome to my new vlog. हजुर स्वागत छ मेरो vlogमा। मेरो नाम डिजित तामाङ। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। र आज म हजुरहरुलाई फेरि पनि किचनको यसो इन्टरभ्यु गर्ने छु हाम्रो तल्लो घरको। र यो हो हाम्रो नि सबसे फर्स्ट किचन जो तल्लो घरको। एकदमै पुरानो छ है। अब यो यहाँ माकुराको जालीहरु हेर्न सक्नुहुन्छ। अनि यो कुखुराको खोर भइसकेको छ अहिले हाम्रो जस्तै सेम है कन्डिसन। अनि अहिले चाहिँ यहाँ परालहरु छ। फ्ल्यासलाइट बाल्नु पर्यो हैन नि। अब देखिँदैछ होला। अनि यहाँ हेर्न सक्नुहुन्छ एउटा टाइममा यहाँनेरि किचन हुने गर्छ। अहिले त एकदमै छि 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 यो गनाइरहेछ। यो भनेको त्यो माटो हुन्छ नि डल्लो परिगएको हो। त्यो माटोहरू एकदमै भेला परिगएको छ। अनि अहिले त यहाँ परालहरू त यो किचन र पहिले चाहिँ नि यो घर बनेको थिएन क्या। यो घर भन्दा नि यो घर चाहिँ भर्खर बनेको 2000 त्यस्तै 2077 मा। र यो घर जुन छ नि यो किचन यो बनेको त उहिले हो कि। र यसो इन्टरभ्यु भन्दा पनि यसो इन्ट्रोडक्सन हान्दिउँ न त। पहिले नि हामी यहाँदेखि सिधा एकदमै सिधा जाने साथै नि यता एउटा दैलो थियो। एकदमै ठुलो एरिया थियो। यहाँदेखि सिधा गइन्थ्यो भित्र। अनि त यो वल आयो। नयाँ घर बनेपछि यस्तो छ। र यो एकदमै पुरानो किचन हो हाम्रो। अनि अहिले चाहिँ यहाँ 2081 को धानहरू राख्नु भएको छ। अनि हाम्रो ओल्ड पुरानो सबसे पुरानो यो किचनको ढोका अवस्था यस्तो छ। र छानाहरूको कुरा गर्नु पर्यो भन्दाखेरि यस्तो छ। यो के हो भन्दाखेरि हामी एकचोटि बाउ माथि चढ्नु भएको छ लिची झार्नु। अनि लिची झार्दाखेरि खुट्टा चिप्लो सिधै यहाँ खुट्टा आयो। तर भुइँमा यता झर्नु भएन। त्यो राम्रै कुरा हो। यहाँ काठहरू मकेको हेर्न सक्नुहुन्छ हजुरहरू। यदि म यहाँनिर कुनै काठहरूमा नि हात त्यसरी झुन्डायो भने जम्मै भाँचिन्छ। यो पिलरहरूमा क्र्याक्सहरू हेर्न सक्नुहुन्छ। क्र्याक्स साह्रै पुरानो भयो। साह्रै पुरानो किचन हो। भात खाइने गरिन्थ्यो यहीँ। टोटल लेन्थ देखाइदिनु पर्यो भन्दै थिएँ नि। यहाँ उभे एकदम एन्डमा छ है। यतिकै मात्र छ। र यहाँनिर थियो एउटा टोटल यो एरियामा थियो यो झाडी राखेको ठाउँमा थियो के भन्दाखेरि पाइप जाने ठाउँ भाँडाहरू धुने ठाउँ। अनि यो साइडमा थियो खानेकुरा खाने ठाउँ। त्यहाँनिर खाट थियो। त्यो जुन बाहिर छ नि त्यो खाट यहाँ थियो। अनि एकदमै राम्रो चलिरहेको थियो। तर एकदमै के ख्याल आयो कि यसलाई यो घरहरू भत्काएर जम्मै यस्तो मोडर्न टाइपको घरहरू बनाउनु पर्यो। र यो यस्तो दामी किचन अहिले भत्काएर यस्तो झोपडी बनाउनु पर्यो। एकदम हन्टेड छ क्या यो जग्गा। एकदम हन्टेड। यो चाहिँ माकुराको जालीहरू यस्तो छ नि। भर्खर म दादासँग फोनमा बोलेको थिएँ। अनि त्यहाँदेखि लाइन गयो। अनि त्यहाँदेखि कल कट भयो। अनि त्यहाँदेखि दादाले भन्नुभएको थियो यसो कन्टेन्ट बनाउनु कन्टेन्ट। अनि किचन भन्नुहुँदै थियो। अनि किचनको बारेमा यसो बनाइदिएको एक्सप्लेन हान्नुपर्छ क्या मजाले। अनि कुखुरा 1 वर्ष 2 वर्ष जस्तो पाल्नु भयो। त्यहाँदेखि पाल्नु छोडिदिनु भयो। अनि बस साइड लुक यस्तो छ। यो बत्ती पनि कोरोनाको बेलाको बत्ती। ब्याक साइडबाट यस्तो छ टिनहरू बाँस बुस अनि बस यस्तो झोपडी। यो पहिले एकदमै राम्रो थियो क्या काठहरू। यसको यो घरको यो किचनको एउटा फोटो छ मसँग जो म हजुरहरूलाई देखाउँथेँ। तर अहिले कहाँ छ मलाई थाहा छैन। र बस है आयो भेटेँ भने म हजुरहरूलाई फोटो देखाइदिन्छु। यो हो हाम्रो यो के भन्छ चियापत्ती भन्छ क्या म चाहिँ। यसको नि खुसबु यस्तो दामी छ नि। चियामा हालेर खाइन्थ्यो पहिले पुरानो आँगी हुँदा बित्नु भएको आँगी हुँदाखेरि। एकदम कस्तो धान रोप्ने बेला हुन्थ्यो क्या। धान रोप्ने बेलामा टक्कसँगले यो पत्ता सुकेको पत्ताहरू लिनुहुन्थ्यो होइन। यस्तो सुकेको पत्ताहरू भुइँभरि छ क्या। यस्तो पत्ताहरू लिनुहुन्थ्यो रुखबाटै। अनि त्यहाँदेखि तातो पानी तताउनुहुन्थ्यो। यो हाल्नुहुन्थ्यो। अनि त्यो चियापत्ती भन्दा नि के पो भन्छ त्यो चिया रङ हाल्नुहुन्थ्यो। अनि चिनी हाल्नुहुन्थ्यो।
लिएर जानुहुन्थ्यो खेतमा आउनुहुन्थ्यो अनि मस्त क्या मिठो हुन्थ्यो त्यो चिया। तर अहिले त्यस्तो छैन, बित्नु भयो त्यो यहीँ कोरोनाकै बेलामा। अनि तबदेखि हाम्रो यो रुखको पनि केही फाइदै छैन, बस घना छ, एकदम हरिभरि छ, पत्ताहरू छ होइन, तर यसको युज हुँदैन। यस्तो हुन्छ क्या, अनि यसरी चुटाइन्थ्यो, यसरी चुटाएर हालिन्थ्यो क्या भुसु, फेरि एकदम कडक हुन्छ नि, दामी टेस्ट हुन्थ्यो, पिरो हुन्थ्यो, जिब्रो मुख सुख जम्मै। तर अहिले जबदेखि उहाँ बित्नु भयो त्यहाँदेखि यो यसको कसैले पनि युज गरेको छैन अझैसम्म। अनि त्यहाँदेखि त बस अहिले त बोटे मात्रै छ, युज गरिँदैन यसको। अनि यो किचन थियो जो चाहिँ अहिले झोपडी भइसक्यो, जसमा चाहिँ यो बाख्राहरूको खानेकुरा पराल सरालहरू के राखिन्छ। अनि यो हो यसकै झोपडीको यो टिनहरू अहिले यता राख्नुभएको छ। अनि यो बाँस बुसहरू चाहिँ कोही बेला यतातिर चढ्नुको लागि काम दिन्छ क्या। अब पहिलेको 2070 कोरोनाको बेलाकोमा हेर्दाखेरि यही एउटा बोर्ड थियो सबसे दामी भएको, त्यसमा पनि अहिले खियाहरू परेर, मतलब खिया भन्दा पनि धमिराले खाएर अहिले हाँगासागा जम्मै कमजोर भएको छ। चढ्नु पनि अहिले त डर लाग्छ, अनि नचढेको पनि धेरै भइसक्यो। र यो बनाएको चाहिँ बाख्रा खोर बनाएको होइन, यहाँदेखि चाहिँ उता अलिक गाह्रै पर्छ। म किचनको बारेमा भन्दै थिएँ, कता डुलेको। यो किचन हुँदाखेरि नि टोटलीमा यसको नि यो लेन्थ भयो नि, यसको यहाँ पनि आउँदैन थियो। टोटलमा कति एक्चुअलमा नि म कति थिएँ भन्दाखेरि यत्रो, यो काँटी जत्रीमा। अहिले त यस्तो भयो नि, यत्रो ठुलो कि त्यो ढोका पनि ठोकिन्छु, ढोकामै ठोकिन्छु म यो एन्ट्रेन्समै, त्यत्रो अग्लो छ। टिनहरू एकदमै डढिसकेको छ, कालो न कालो भइसकेको छ जम्मै। र यो टिनहरू फेरिएको छैन, पुरानै रहेको छ। र के भन्नु, फेरेको छैन, र नफेरेपछि यो कालो खिया परिगएको छ। तर पनि अझैसम्म त टिकिरहेको छ। बस दादाहरू छिटो आउनुहोस् भनेको, अनि त्यहाँदेखि मजा हुन्छ कि मेरो लाइफमा। एकदम झन्ड भएको छ, जस्तो भ्लगमा हुन्छ नि त्यस्तो कहिले पनि हुँदैन क्या। ह्याप्पिनेस देखिन्छ भ्लगमा, खुसी टाइपको, तर एक्चुअलमा केही पनि छँदैन त्यस्तो। त्यसको कारणहरू धेरै छन् क्या, धेरै छन्। यहाँबाट नि यो दुईटा अनि यो बाख्रा कोरोनाको बेलाकै हो, बाख्रा अझैसम्म छ। र यसो घरको अवस्था पनि भनिदिनु पर्यो भन्दाखेरि हाम्रो यो गोठो, यसमा टिन फेरेको छैन अझैसम्म, र टिकिरहेको छ। अनि यहाँनिर हाम्रो पहिले कटर मिसिन थियो, जो चाहिँ यसो घुमाइन्थ्यो नि, हो त्यो छ, जो चाहिँ बेचिसक्नु भयो। त्यो पनि एउटा मेमोरी थियो। र यो घरको सिर्फ मेमोरी भनेको एउटा चिज, त्यो भनेको किचन। यो किचन देख्दाखेरि नि कोरोनादेखि अगाडि र पछाडिको याद आउँछ क्या। कोरोना यो घर बनिनुभन्दा अगाडिको याद आउँछ यो किचन देख्दा। यसको पावर देख्नु भने हो, अरे तागतिलो त रहेछ। बाँसहरू पनि फेरि कोरोनाभन्दा अगाडिकै हो, अझैसम्म टिकिरहेको छ। यो रुखमा पहिले चढिन्छ, यो त सो आजको भ्लगमा यति नै है, धेरै लामो बनाउनु हुँदैन, अर्को भ्लग पनि बनाउनु छ मलाई। सो हजुरलाई आजको भ्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु। हस् त, धन्यवाद, बाई बाई।